हेलो एभ्रिवान, वेलकम टु माई लेक्चर। सो आजको क्लासमा चाहिँ हामी ड्रग इन्ड्युस सिन्ड्रमको बारेमा चाहिँ डिस्कस गर्नेछौँ। तपाईँहरूलाई चाहिँ भेरियस कम्पिटेटिभ इक्जामहरू जस्तै नेपाल फार्मेसी काउन्सिलको नेम रेजिस्ट्रेसन इक्जाम, लोकसेवाको इक्जामहरू, यसमा चाहिँ यो टपिक्सबाट प्राय एउटा न एउटा क्वेसनहरू चाहिँ सोधिरहेको हुन्छ। सो आजको क्लासमा चाहिँ ड्रग इन्ड्युस सिन्ड्रम भनेको के हुन्, होइन, कुन कुन ड्रगले चाहिँ कस्ता खालका चाहिँ कमन सिन्ड्रमहरू युज गराउँछन्, इन्ड्युस गराउँछन्, त्यसको बारेमा चाहिँ आजको क्लासमा चाहिँ हामी चाहिँ के गर्नेछौँ, डिस्कस गर्नेछौँ। त्यसको साथसाथै इक्जाममा आउन सक्ने खालका सम्भावित क्वेसनहरूलाई पनि आजको क्लासमा चाहिँ हामी चाहिँ डिस्कस गर्नेछौँ है त। ढिलो नगरी क्लास स्टार्ट गरौँ। सबैभन्दा पहिला चाहिँ के हो त ड्रग इन्ड्युस सिन्ड्रोम भनेको चाहिँ के हो त, त्यो बुझ्नुपर्ने हुन्छ। सिम्पल यसको डेफिनेसनबाट जाउँ। यो भनेको चाहिँ के हो त, अ क्यारेक्टरिस्टिक कलेक्सन अफ द क्लिनिकल फिचर कज बाई द फार्माकोलोजिकल अर टक्सिक इफेक्ट अफ अ ड्रग अर बाई इम्युन मेडिएटेड रियाक्सन टु अ ड्रग भन्छ। यो भनेको चाहिँ के हो त, सिम्पल भाषामा भनेको चाहिँ कुनै पनि ड्रग प्रयोग गरिसकेपछि त्यसले देखाउने फार्माकोलोजिकल हुनसक्छ, टक्सिकोलोजिकल हुनसक्छ, अथवा इम्युन मेडिएटेड रियाक्सन हुनसक्छ। त्यसलाई चाहिँ हामी के भन्छौँ, ड्रग इन्ड्युस सिन्ड्रम भन्छौँ है त। अब के ड्रगले चाहिँ कस्ता खालका चाहिँ कमन सिन्ड्रमहरू चाहिँ इन्ड्युस गराउँछ त, अब त्यसको बारेमा चाहिँ हामी डिस्कस गर्नेछौँ है त। सबैभन्दा पहिला सेरोटोनिन सिन्ड्रम भनिन्छ। एकदम सजिलो, यो प्राय हरेक इक्जाममा तपाईँहरूलाई सोधिरहेको हुन्छ। सेरोटोनिन एउटा न्युरो ट्रान्समिटर पनि हो। बेसिकली सेरोटोनिनको डेफिसियन्सी केमा हुन्छ त, यसलाई याद गर्न पनि एकदम सजिलो छ। यो डिप्रेसन भन्ने डिजिजमा चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ सेरोटोनिनको चाहिँ के हुन्छ त, डेफिसियन्सी हुन्छ। भनेपछि चाहिँ अब सेरोटोनिनको डेफिसियन्सी नहोस् भन्दा हामी के दिन्छौँ, एन्टी डिप्रेसन ड्रग दिन्छौँ। हो, मोस्ट अफ द एन्टी डिप्रेसन ड्रगको साइड इफेक्ट चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ सेरोटोनिन सिन्ड्रम हुन्छ। त्यसले सेरोटोनिनको लेभललाई चाहिँ एलिभेसन गराउँछ। अब जसले गर्दाखेरि चाहिँ मुडहरूदेखिबाट लिएर कार्डियोभास्कुलर सिस्टममा हाम्रो ब्लड प्रेसर एलिभेसनदेखिबाट लिएर एरिथमियादेखिबाट लिएर यी यावत खालका इफेक्टहरू हुन्छन्। त्यसलाई कलेक्टिभली हामी सेरोटोनिन सिन्ड्रम भन्छौँ। अब यो इन्ड्युस गर्ने ड्रगहरूमा चाहिँ सेलेक्टिभ सेरोटोनिन रिअप्टेक इन्हिबिटर, जसमा सिटालोप्राम, इसिटालोप्राम, फ्लुओक्जेटिन, फ्लुभोक्जामिन र सर्टालिन पर्छ। त्यसै गरी सेरोटोनिन हेर्नुहोस् त, नन इफिनेफ्रिन रिअप्टेक इन्हिबिटर, त्यसमा चाहिँ बेसभेन्लाफेक्सिन, भेन्लाफेक्सिन, डिलोजेक्टिन यो पर्छ। त्यसै गरी मोनोअमाइन अक्सिडेज इन्हिबिटरहरू, मोनोअमाइन दुई प्रकारका छ। एउटा मोनोअमाइन अक्सिडेज ए भन्ने हुन्छ भने अर्को मोनोअमाइन अक्सिडेज बी भन्ने हुन्छ। जति पनि एन्टी डिप्रेसन ड्रगहरू छन् नि, होइन, तिनीहरूमा चाहिँ हामी मोनोअमाइन अक्सिडेज एन्टी डिप्रेसन ड्रगको रूपमा चाहिँ मोनोअमाइन अक्सिडेज ए इन्हिबिटर्स युज गर्छौँ। किन मोनोअमाइन अक्सिडेज एले चाहिँ के गर्छ त भन्दाखेरि चाहिँ नर इफिनेफ्रिन र सेरोटोनिनको मेटाबोलिजमलाई चाहिँ ब्लक गर्छ भने मोनोअमाइन अक्सिडेज बीले चाहिँ के गर्छ, डोपामिनको चाहिँ मेटाबोलिजमलाई ब्लक गर्छ। डोपामिनको डेफिसियन्सी भयो भने हुन्छ के, पार्किन्सन डिजिज। त्यही भएर मोनोअमाइन अक्सिडेज बी इन्हिबिटर पार्किन्सन डिजिजमा युज गरिन्छ भने ए इन्हिबिटर्सहरू चाहिँ हामी केमा युज गर्छौँ, डिप्रेसनमा युज गर्छौँ। हो, यसमा के पर्छ त, क्लोजाइलिन, मेक्लेबोमाइड र फेनाइल्जिन चाहिँ मतलब यसमा पर्छ। त्यसै गरी ट्राइसाइक्लिक एन्टी डिप्रेसनहरूमा एमिट्रिप्टिलिन, क्लोमिप्रामिन, इमिप्रामिन जस्ता डोक्जेपिन पर्छ। यिनीहरू माथिका जति पनि हामीले डिस्कस गऱ्यौँ नि, यिनीहरू चाहिँ के थियो त भन्दाखेरि चाहिँ एन्टी डिप्रेसन थियो। त्यो बाहेक ओपिएटहरूले पनि मतलब यो सिन्ड्रम चाहिँ कज गराउँछ। मेफ्रिडिनहरू, ट्रामाडोलहरू यसमा पर्छ। त्यसपछि हेर्नुहोस् त, इलेक्ट ड्रगहरूमा हेर्नुहोस् त, एमडिएमएहरू भयो, कोकिन भयो, एन्टिबायोटिकमा पनि लेनेजोलिकले यो सिन्ड्रम चाहिँ कज गराउने काम गर्छ। त्यसै गरी न्युरोलेप्टिक माइग्रेन सिन्ड्रम भनिन्छ सेकेन्डमा। अब यो के हो त न्युरोलेप्टिक माइग्रेन सिन्ड्रम भन्छ है। न्युरोलेप्टिक माइग्रेन सिन्ड्रम चाहिँ मस्टली कज गराउने भनेको चाहिँ के हो त, यस्ता खालका ड्रगहरू जसले चाहिँ के गर्छ, डोपामिनको लेभललाई चाहिँ बढाइदिने काम गर्छ भने त्यस्ता खालका ड्रगहरूमा चाहिँ मतलब त्यस्ता खालका ड्रगहरूले चाहिँ के गर्छ त, डोपामिनको लेभल घटाउने ड्रगहरू, होइन, त्यसले चाहिँ के गर्छ, न्युरोलेप्टिक माइग्रेन सिन्ड्रम चाहिँ कज गराउने काम गर्छ। जस्तै फर्स्ट जेनेरेसन एन्टिसाइकोटिक ड्रगहरू, स्पेसली डोपामिन ब्लकरहरूको कुरा गरौँ न, हेलोपेडोलहरू, क्लोर्प्रोमाजिनहरू यसमा पर्छ। त्यसै गरी सेकेन्ड जेनेरेसन एन्टिसाइकोटिक ड्रगहरू त रेस्पेरिटनहरू, ओलान्जापाइनको कुराहरू भयो। एन्टिएमेटिकमा पनि स्पेसली डोपामाइन ब्लकर के हुन्छ त, मेट्रोक्लोपामाइडहरू भयो, डोम्पेरिडोनले यो गराउँछ। त्यसै गरी ब्रोमोक्रिप्टिनले पनि मतलब डोपामिन एगोनिस्ट हो, तै पनि मतलब यसले के गर्छ त, न्युरोलेप्टिक माइग्रेन सिन्ड्रोम कज गराउँछ। यहाँ मध्ये माथि यो डिस्कस गरेका तीनवटा चाहिँ के थियो त भन्दाखेरि चाहिँ डोपामिन ब्लकर थियो भने लास्टको चाहिँ के थियो त, डोपामिन एगोनिस्ट, जसले डोपामिनको लेभल चाहिँ बढाउने काम गर्थ्यो। त्यसै गरी स्टेफेन जोन्सन सिन्ड्रोम र टक्सिक इपिडर्मल नेक्रोलाइसिसको कुरा गरेको। यसमा एन्टिबायोटिक्सहरूमा चाहिँ सल्फोनामाइडहरू भयो, पेनिसिलिन भयो, सिफालोस्पोइनहरू, यिनीहरूले चाहिँ के गराउँछ, यो सिन्ड्रोम कज गराउँछ।
त्यसै गरी एन्टी इपिलेप्टिक ड्रगमा चाहिँ कार्बामाजेपाइन, ल्यामोट्रोजिन, फेनिटोइनले चाहिँ के गराउँछ, इपिडर्मल नेक्रोलाइसिस कज गराउने काम गर्छ। त्यसै गरी एन्टी गाउट ड्रगमा पनि एलोपिनोलले स्टिफेन जोन्सन सिन्ड्रोम र टक्सिक इपिडर्मल नेक्रोसिस टिइएन यो कज गराउने काम गर्छ। ग्रेबेरी सिन्ड्रोम फ्लोरामफेनिकल भइहाल्यो होइन। फ्यान्कोनी सिन्ड्रोम चाहिँ एक्सपायर टेट्रासाइक्लिन हुन्छ। के हो त फ्यान्कोनी सिन्ड्रोम? यदि तपाईँले चाहिँ एक्सपायर टेट्रासाइक्लिन दिनुहुन्छ भने त्यो एक्सपायर टेट्रासाइक्लिन चाहिँ केमा कन्भर्ट हुन्छ, एनहाइड्रोटेट्रासाइक्लिनमा चाहिँ कन्भर्ट हुन्छ है त, जसले चाहिँ हाम्रो किडनीमा रहेको चाहिँ प्रोक्सिमुलर कन्भोल्युटेड ट्युब्युललाई चाहिँ के गर्छ, डिस्ट्रक्सन गर्छ। अब पिसिटीको काम भनेको चाहिँ के हो त, सेलेक्टिभ रिएब्जर्सन म्याक्सिमम त्यहाँबाट हुने काम गर्थ्यो। अब रिएब्जर्सन हुन पाउँदैन भने चाहिँ ह्युज एमाउन्टमा चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ अमाइनो एसिड्सहरू, भाइटामिन्सहरू, मिनरल्सहरू जुन चाहिँ बडीलाई चाहिँ आवश्यक छ, जुन चाहिँ रिएब्जर्ब हुन्छ नि होइन, त्यो चाहिँ युरिनबाट चाहिँ एलिमिनेसन भइदिन्छ है त। त्यसलाई हामी के भन्छौँ, फ्यान्कोनी सिन्ड्रोम भन्छौँ। यो चाहिँ एक्सपायर टेट्रासाइक्लिनले गर्छ। भने रेड म्यान सिन्ड्रोमको कुरा गर्दाखेरि यो चाहिँ भ्यान्कोमाइसिनले चाहिँ कज गराउँछ। यसमा के हुन्छ त, यदि तपाईँले भ्यान्कोमाइसिनलाई चाहिँ आइबी बोलसमा दिनुभयो अथवा तपाईँले चाहिँ रेडलाई चाहिँ मेजर नगरिकन दिनुभयो होइन भने, फास्ट मात्रा भ्यान्कोमाइसिन आइबी पुस दिनुभयो भने त्यस्तो अवस्थामा चाहिँ के गर्छ, म्यासिभ हिस्टामाइन रिलिज गराउने काम गर्छ, जसले ऱ्यासेसहरू गर्छ, ब्रोन्कोस्पाजमहरू गराउँछ होइन। बिपीलाई चाहिँ के गराउँछ, लो गराउँछ। त्यसलाई कलेक्टिभली हामी के भन्छौँ, रेड म्यान सिन्ड्रोम भन्छौँ। हिस्टामाइन एकदम ज्यादा भएर के हुन्छ, शरीर एलर्जी भएर पुरा रातो नै हुन्छ नि, त्यही भएर यसलाई रेड म्यान सिन्ड्रोम भनेको। अर्को पर्पल ग्लोभ सिन्ड्रोमको कुरा छ। पर्पल ग्लोभ सिन्ड्रोममा चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ, यदि चाहिँ तपाईँले चाहिँ आइबी मतलब के अरे चाहिँ यदि चाहिँ तपाईँले चाहिँ फेनिटोइन दिनुभएको छ भने त्यो दिएको ठाउँमा, कलेक्टिभली दिएको ठाउँमा चाहिँ के हुन्छ, नेक्रोसिस भएर एकदम पर्पलिस कलर आउँछ नि होइन, त्यही भएर यसलाई पर्पल ग्लोभ सिन्ड्रोम भनेको। त्यसै गरी फिटल हाइड्रोनम सिन्ड्रोम पनि के हो त, फेनिटोइनको एडभर्स इफेक्ट हो। त्यसै गरी रे सिन्ड्रोमको कुरा गरेको चाहिँ यो चाहिँ एस्पिरिनले कज गर्नुहुन्छ है त। यदि भाइरल इन्फेक्सनको केसेसमा चाहिँ तपाईँले चाहिँ एस्पिरिनलाई चाहिँ प्रिस्क्राइब गर्नुभयो भने एस्पिरिनले चाहिँ के गर्छ त भन्दाखेरि चाहिँ रे सिन्ड्रोम चाहिँ कज गराउने काम गर्छ। ओके, अब नेक्स्ट स्लाइडमा जाऊँ। नेक्स्ट स्लाइडमा चाहिँ फ्लू लाइक सिन्ड्रोम है त। यो चाहिँ फ्लू लाइक सिन्ड्रोम चाहिँ रिफाम्पिसिनले कज गराउँछ। एकदम पढ्न पनि सजिलो छ। रिफाम्पिसिनमा एफ आउँछ, एफ फर फ्लू लाइक भनेर याद गर्ने। रिफाम्पिसिनकै अर्को कुरा गर्दाखेरि यसले चाहिँ रेड कलर युरिनेसन पनि गराउँछ है त, त्यो चाहिँ रिफाम्पिसिन, आर फर रेड भनेर याद गर्ने। अर्को छ जार्किस हेक्जाइमर सिन्ड्रोमको कुरा छ। यो चाहिँ पेनिसिलिनले गराउने काम गर्छ। अब यसमा चाहिँ के हुन्छ, जार्किस हेक्जाइमर सिन्ड्रोम भनेको चाहिँ के हो त, मैले यहाँ एक्सप्लेन पनि गरिदिएको छु। यो चाहिँ कमनली अब्जर्भ, मतलब यो स्पेसली एन्टिबायोटिक होइन, यो पेनिसिलिन चाहिँ यदि चाहिँ हामीले चाहिँ सिफिलिसहरूको केसेसमा चाहिँ यदि दिन्छौँ होइन, लेम डिजिजहरूमा दिन्छ भने चाहिँ त्यसले चाहिँ एउटा चाहिँ क्यारेक्टरिस्टिक टाइपको चाहिँ सिन्ड्रोम कज गर्छ, जसलाई चाहिँ हामी जार्किस हेक्जाइमर सिन्ड्रोम भन्छ। अर्को लिपस लाइक सिन्ड्रोमको कुरा गर्दाखेरि हाइड्रोलाजिनहरू, प्रोकेनामाइडहरू, कार्बामाजेपाइनहरू, मिथाइल डोपालजिनले गराउँछ। यसलाई एकदम सजिलो गरी याद गर्नलाई चाहिँ हे पिसिएम भन्ने न्युमोनिक पनि छ। हे एसवाई भनेको हाइड्रोलाजिन, पी भनेको प्रोकेनामाइड, सी भनेको कार्बामाजेपिन, एम भनेको मिथाइल डोपाल। त्यसै गरी कुसिङ सिन्ड्रोमको कुरा गर्दाखेरि कुसिङ सिन्ड्रोम चाहिँ कर्टिकोस्टेरोइड ड्रगहरूले गराउँछ। के हो त कुसिङ सिन्ड्रोम भन्दाखेरि चाहिँ, यदि तपाईँले चाहिँ कर्टिकोस्टेरोइड, ग्लुकोकर्टिकोइड त्यसमा भन्ने होइन, प्रलङ दिनुहुन्छ भने चाहिँ त्यसले चाहिँ के गराउँछ त भन्दाखेरि चाहिँ बोफिलो मतलब के गराउँछ त भन्दाखेरि चाहिँ हमको कुरा हुन्छ, मुन फेसहरूको कुरा हुन्छ, ओस्टियोपोरोसिसहरूको कुरा हुन्छ। त्यसै गरी त्यसले चाहिँ अरू के गराउँछ त भन्दाखेरि चाहिँ ब्लड प्रेसरलाई एलिभेसनहरूको कुराहरू भयो, सोडियमहरूको रिटेन्सनहरू गराउने काम गर्छ होइन, हाइपरटेन्सनहरू कज गराउँछ। त्यसलाई कलेक्टिभली हामी के भन्छौँ, कुसिङ सिन्ड्रोम भन्छौँ। कुन सिन्ड्रोम चाहिँ मिनरलोकर्टिकोइड्सले गराउँछ है त। यो चाहिँ माक्लो कुसिङ चाहिँ ग्लुकोकर्टिकोइड्सले गराउँछ भने कोन सिन्ड्रोम चाहिँ मिनरलोकर्टिकोइड्सले गराउँछ। माल एब्जर्प्सन सिन्ड्रोमको कुरा गर्दाखेरि नियोमाइसिन अनि पर्गेटिभ ड्रगहरू र अल्कोहलले गराउँछ, एनपिए भनेर याद गर्ने है त। हैन नि फुड सिन्ड्रोमको कुरा छ। यसमा चाहिँ स्पेसली केमोथेरापीमा युज हुने ड्रग होइन, जसले चाहिँ बेसिकली के गर्छ त भन्दाखेरि चाहिँ हाम्रो चाहिँ इम्युन सिस्टमलाई चाहिँ सप्रेस गर्छ नि हो, इम्युनो सप्रेसन ड्रगहरूले गराउने क्या। इम्युनिटी सप्रेस भएपछि के हुन्छ, हातहरू, खुट्टाहरू, मुखहरूमा फङ्गल इन्फेक्सनहरू हुने चान्सेस हुन्छ, ब्याक्टेरियल इन्फेक्सन हुने चान्सेस हुन्छ। त्यसलाई कलेक्टिभली हामी के भन्छौँ, ह्यान्ड एन्ड फुट सिन्ड्रोम भन्छ नि होइन। हो, त्योबाट प्रिभेन्ट गर्नको लागि चाहिँ तपाईँले याद पनि गर्नुभएको होला, प्रायः एन्टी क्यान्सर थेरापी दिइरहेको पेसेन्टलाई चाहिँ हामी के गर्छौँ त भन्दाखेरि चाहिँ यो एन्टी फङ्गल ड्रगहरू प्रेस्क्राइब गर्छौँ नि होइन। जसमा
केमोथेरापिटिक एजेन्टमा 5-फ्लोरोयुरासिलहरू, डोक्सोरिबोसिनहरू, डानोरिबोसिन, साइटारेबिनहरू पर्छ भने टार्गेटेड थेरापी ड्रगहरूमा चाहिँ सुनिटिनिबहरूको कुराहरू पर्यो, जसले पनि त्यो गर्ने काम गर्छ। अर्को छ सिन्ड्रोम अफ इनएप्रोप्रिएट एन्ड द सेक्रेसन अफ एन्टिडायरेटिक हर्मोन छ, जसमा साइक्लोफोस्फामाइड, पेनक्रिस्टिन, बिमब्लास्टिन यिनीहरूले चाहिँ त्यो कज गराउने काम गर्छ। त्यसै गरी म्यालिग्नेन्ट हाइपरथर्मिया सिन्ड्रोममा चाहिँ इनहेलेसन एनेस्थेटिकहरू, ह्यालोथिन, हेर्नुहोस् त सिबोफ्लुरेन, डेसफ्लुरेन, आइसोफ्लुरेनहरूलाई चाहिँ हामी चाहिँ डिपोलराइजिङ मसल रिल्याक्सेन्टहरू सक्सन एल्कोलिनहरू सँगसँगै दिँदाखेरि अथवा कहिले कहिले चाहिँ सिङ्गल दिँदाखेरि पनि मतलब यसले चाहिँ के गर्छ त म्यालिग्नेन्ट हाइपरथर्मिया चाहिँ कज गर्छ। अर्को मिल्क अल्काली सिन्ड्रोमको कुरा छ चाहिँ अब यसमा मिल्क भनेको दुध भइहाल्यो, अल्काली भनेको चाहिँ के हो त होइन एन्टासिडहरू विक बेसहरू होइन हो, त्यसले त्यो सिन्ड्रोम कज गराउँछ है। त्यसपछि नेफ्रोटिक सिन्ड्रोमको कुरा छ, लिथियमहरू, गोल्ड थेरापीहरू होइन, पेनिसिलामिनहरू, एन्सेडहरूले पनि के गराउँछ त भन्दाखेरि चाहिँ नेफ्रोटिक सिन्ड्रोम। नेफ्रोटिक भनेको के हो त जसले चाहिँ नेफ्रोनलाई चाहिँ टेम्पोररी अथवा पर्मानेन्टली चाहिँ के गर्छ त भन्दाखेरि चाहिँ ड्यामेज गर्छ। नेफ्रोनको काम के हो त फिल्ट्रेसन गर्ने हो, अब फिल्ट्रेसन गर्न पाएन नि त, जसले गर्दाखेरि लार्ज एमाउन्टमा चाहिँ मतलब प्रोटिनहरू चाहिँ मतलब के हुन्छ त एक्सक्रिट आउट हुन्छ। यो चाहिँ अलिकति हामीले चाहिँ फ्यान्कोनी सिन्ड्रोम पढेको थियौँ नि, फ्यान्कोनी सिन्ड्रोम र नेफ्रोटिक सिन्ड्रोम दुइटैले चाहिँ टार्गेट चाहिँ हाम्रो चाहिँ किडनीलाई गर्ने काम गर्छ है त। ओके, अब नेक्स्ट स्लाइडमा जाऊँ। नेक्स्ट स्लाइडमा चाहिँ केही एमसिक्युजहरू छ, अब यसलाई हामी डिस्कस गर्नेछ। क्वेसन छ विच अफ दि फलोइङ ड्रग मे इन्ड्युस ग्रे बेबी सिन्ड्रोम भनेको छ। अप्सन ए क्लोरामफेनिकल, अप्सन बी सल्फोनामाइड, अप्सन सी भ्यान्कोमाइसिन, अप्सन डी एस्पिरिन। यसको करेक्ट एन्सर चाहिँ के हुन्छ त? यसको करेक्ट एन्सर चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ क्लोरामफेनिकल हुन्छ है त। क्लोरामफेनिकलले चाहिँ मतलब के गराउँछ त भन्दाखेरि चाहिँ ग्रे बेबी सिन्ड्रोम कज गराउँछ। अरू अप्सनहरू नै हेरौँ न, सल्फोनामाइडको कुरा छ, सल्फोनामाइडले स्टेफेन जोन्सन सिन्ड्रोम गराउँछ, भ्यान्कोमाइसिनले रेडमेन सिन्ड्रोम कज गराउँछ भने एस्पिरिनले चाहिँ रेस सिन्ड्रोम कज गराउने काम गर्छ है त, जुन हामीले अलरेडी के गरिसकेको छौँ डिस्कस गरिसकेको छौँ। ओके, अब नेक्स्ट स्लाइडमा जाऊँ। नेक्स्ट स्लाइडमा न्युरोलेप्टिक ल्यान्डेन सिन्ड्रोम इज रिलेटेड टु भनेको छ। अप्सन ए ओलान्जापाइन, अप्सन बी एल्डेस्टोरल, अप्सन सी टेट्रासाइक्लिन, अप्सन डी 5-फ्लोरोयुरासिल भनेको छ। अब यसको करेक्ट एन्सर चाहिँ के हुन्छ त? न्युरोलेप्टिक ल्यान्डेन सिन्ड्रोम भनेको चाहिँ केले गराउँछ? ओलान्जापाइनले गराउँछ। अरूको कुरा गरौँ, जस्तै एल्डेस्टोरनले चाहिँ के गराउने काम गर्छ? एल्डेस्टोरनले चाहिँ के गराउँछ? कोन सिन्ड्रोम कज गराउँछ। टेट्रासाइक्लिनले के गराउँछ? फ्यान्कोनी सिन्ड्रोम कज गराउँछ। 5-फ्लोरोयुरासिलमा एफ आएको छ नि फुड सिन्ड्रोम भन्छ, ह्यान्ड एन्ड फुड सिन्ड्रोम चाहिँ यसले चाहिँ के गराउने भयो त भनेदेखि चाहिँ कज गराउने भयो है। ओके, अब नेक्स्ट स्लाइडमा जाऊँ। नेक्स्ट स्लाइडमा मैले यसकै एन्सर मेन्सन गरिदिएको छु। अर्को नेक्स्ट स्लाइडमा स्टेफेन जोन्सन सिन्ड्रोम इज रिलेटेड टु भनेको छ। अप्सन ए सल्फोनामाइड, अप्सन बी ल्यामोट्रिजिन, अप्सन सी फेनिटोन, अप्सन डी अल अफ दि एबोभ छ। यसको चाहिँ करेक्ट एन्सर चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ अल अफ दि एबोभ। यी सबै ड्रगले चाहिँ के गराउने काम गर्छ भनेदेखि चाहिँ स्टेफेन जोन्सन सिन्ड्रोम चाहिँ के गराउँछ? कज गराउँछ है त। अर्को स्लाइडमा छ पर्पल ग्लोभ सिन्ड्रोम इज रिलेटेड टु भनेको छ। पर्पल ग्लोभ सिन्ड्रोम चाहिँ केले कज गराउँछ त भन्दाखेरि चाहिँ यसको चाहिँ अप्सन एमा फेनिटोइन छ, अप्सन बी भ्यान्कोमाइसिन, अप्सन सी रिफाम्पिसिन, अप्सन डी बोथ ए एन्ड बी छ। यसको चाहिँ करेक्ट एन्सर चाहिँ के हुन्छ? फेनिटोइन हुन्छ। भ्यान्कोमाइसिनले रेडमेन सिन्ड्रोम कज गरायो होइन भने रिफाम्पिसिनले चाहिँ के गरायो त? फ्लू लाइक सिन्ड्रोम गरायो त। यसले चाहिँ फ्लू लाइक सिन्ड्रोम चाहिँ कज गराउँछ। त्यही भएर यसको करेक्ट एन्सर चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ अप्सन ए फेनिटोइन हुन्छ। फेनिटोइनले अर्को पनि सिन्ड्रोम कज गराउँछ, फिटल हाइड्रोटोनिक सिन्ड्रोम भन्ने यसले कज गराउँछ है त। अर्को क्वेसनमा जाऊँ। सल्फोन सिन्ड्रोम इज रिलेटेड टु भनेको छ। अप्सन ए ड्याप्सन, अप्सन बी टेट्रासाइक्लिन, अप्सन सी फेनिटोइन, अप्सन डी 5-फ्लोरोयुरासिल भनिन्छ। यसको चाहिँ करेक्ट एन्सर चाहिँ के हुन्छ त? ड्याप्सनले चाहिँ के गराउँछ त भन्दाखेरि चाहिँ सल्फोन सिन्ड्रोम कज गराउँछ। टेट्रासाइक्लिनले के गराउँछ त? अघि नै हामीले डिस्कस गरिसकेका छौँ, फ्यान्कोनी सिन्ड्रोम एक्सपायर भयो भने। फेनिटोइनले के गराउँछ? अलरेडी आइसक्यो, पर्पल ग्लोभ सिन्ड्रोमको कुरा छ, फेनिटोइनले कज गराउने भने 5-फ्लोरोयुरासिलले ह्यान्ड एन्ड फुड सिन्ड्रोम चाहिँ के गराउँछ त भन्दाखेरि चाहिँ कज गराउँछ। ओके, अब नेक्स्ट स्लाइडमा जाऊँ। हेर्नुहोस् त, abnormal fat redistribution, truncal obesity, buffalo torso, moon face, etc. आर हेर्नुहोस् त प्रोमिनेन्ट फिचर अफ भनेको छ। अप्सन ए कुसिन सिन्ड्रोम, अप्सन बी कोन सिन्ड्रोम, अप्सन सी एल्डोस्टेरोन डेफिसियन्सी, अप्सन डी कर्टिसोन डेफिसियन्सी। यसको चाहिँ करेक्ट एन्सर चाहिँ के हुन्छ त भने चाहिँ कुसिन सिन्ड्रोम हुन्छ है त। कुसिन सिन्ड्रोम हुँदाखेरि चाहिँ अब यो बुफेलो मतलब टोर्चोको कुरा हुन्छ, एब नर्मल फ्याट रिडिस्ट्रिब्युसनको कुरा हुन्छ, ट्रङ्कियल ओबिसिटीको कुरा हुन्छ, त्यो कुरा हुन्छ है त।
अर्को एउटा क्वेसन छ, विच अफ द फलोइङ ड्रग इज युज इन डिफरेन्सियल डायग्नोसिस अफ कर्टिकोट्रोपिन डिपेन्डेन्ट कुसिङ सिन्ड्रोम भन्छ है त। कुसिङ सिन्ड्रोम भएको छ कि छैन त्यो डिफ्रेन्सिएट गर्नलाई चाहिँ के युज गरिन्छ भनेको छ। अप्सन ए मिटाइरापोन, अप्सन बी एट्रोफोनियम, अप्सन सी इफिनेफ्रिन, अप्सन डी एस्पिरिन छ है। यसको करेक्ट एन्सर चाहिँ के हुन्छ त भने चाहिँ मिटाइरापोन टेस्ट भन्ने चाहिँ यो गरिन्छ कुसिङ सिन्ड्रोमको चाहिँ डिफ्रेन्सियल डायग्नोसिसको लागि। हेर्नुहोस् है, माइस्थेनिया ग्राभिसको डिफ्रेन्सियल डायग्नोसिसको लागि चाहिँ हामी के गर्छौँ, एड्रोफोनियम टेस्ट युज गर्छौँ। त्यसै गरी इफिनेफ्रिन भनेको चाहिँ ड्रग अफ चोइस हो है त, यो चाहिँ केमा युज गरिन्छ त भन्दा चाहिँ एनाफाइल्याटिक सकमा युज गरिन्छ। एस्पिरिनले चाहिँ के गराउँछ, रियर सिन्ड्रोम कज गराउँछ है त। सो आई होप हजुरहरूले आजको क्लासमा पढेको कुराहरू बुझ्नुभयो होला। यसमा केही कन्फ्युजन छ, त्यस्तो नबुझेको कुराहरू छ भने तपाईँ टेक्स्ट गर्न सक्नुहुन्छ। यतिन्जेलसम्मको लागि चाहिँ भिडियो हेरेर साथ दिनुभयो। थ्याङ्क यू सो मच।